हेलो साथीहरु, आज चाहिँ हामी कामाख्या मन्दिर घुम्नको लागि हिँडेको सबैजना परिवारहरु भएर। हामी चाहिँ अटोमा पनि बसिसकेका छौँ। अब हामी हामी दिदी र भाइ छौँ। देख्न सक्नुहुन्छ हामी चाहिँ हाइवेबाट हिँडिरहेका छौँ सबै परिवारहरु मिलेर। हामी चाहिँ अटोदेखि झरिसकेका छौँ। हामी चाहिँ हिँडिरहेका छौँ सबैजना भएर। यो उकालो त चढ्नै गाह्रो हुँदो रहेछ। मेरो दिदीको मोबाइल हो, त्यही भएर दिदी खुसी हुनुहुन्छ। हेर्न सक्नुहुन्छ साथीहरु, दिदी चाहिँ उहाँ हुनुहुन्छ, म चाहिँ दौड्दै आइसकेको। फाइनली हामी चाहिँ आइसकेका छौँ। अब दिदी चाहिँ पैसा झिक्दै हुनुहुन्छ केवल कारको टिकट काट्नको लागि। हेर्न सक्नुहुन्छ लुम्बिनी केबल कार भनेको एउटा बिल्डिङ छ। यहाँ चाहिँ 17 जना हुनुहुन्छ। आज त्यति भिड त रहन्छ, त्यही पनि हेर्न सक्नुहुन्छ। अब दिदीले चाहिँ यहाँ पैसा गन्दै हुनुहुन्छ केबल कारको टिकट काट्ने। टिकटको लाइन कति राम्रो। दिदी चाहिँ हिँड्दै हुनुहुन्छ। हामीले चाहिँ टिकट पनि काटिसकेका छौँ अब सबैजनाको। अब जान मात्रै बाँकी। हामी चाहिँ टिकट काटेर अब हिँडिसकेका छौँ। अब केबल कार चढ्नको लागि गइसकेका छौँ। अब जाँदैछौँ। फाइनली अब हामी चाहिँ हलमा आइसकेका छौँ। यहाँ चाहिँ धेरै हल्ला छ, हल्लाले सुन्नेको छैन। अब दिदी बहिनी ल हामी यहाँ चाहिँ अहिले कामाख्या मन्दिर जाँदैछौँ। म नि यस्तै हुन्थ्यो है। केही डराउनै पर्दैन, सिद्ध भाउ जाने बाटो। हामी चाहिँ केबल कारमा चढिसक्यौँ। हामी चाहिँ केबल कारदेखि झरेर अब हिँड्न लागिसकेका छौँ सबैजना। ल हामी चाहिँ अब आइसकेका छौँ कामाख्या मन्दिरमा।